नमस्कार। एकपटक स्क्रिनमा हेर्नु त। यो स्क्रिनमा देखिएका यी दुईटा प्रश्नहरू तपाईँले लोकसेवा तयारी गर्दा विभिन्न ठाउँमा देखेको हुनुपर्छ। यो प्रश्न लोकसेवाको कुन कुन तहमा कुन कुन पदको लागि आयो भनेर तपाईँले खोज्नु भएको छ, अथवा यसको कतै उत्तर लेख्नबाट तपाईँ अल्मलिनु भएको छ, वा तपाईलाई सार्वजनिक खरिद ऐनसँग सम्बन्धित विषयवस्तुहरू अप्ठ्यारो लाग्छ भने आउनुहोस्, हामी यो बारेमा तपाईलाई सहयोग गर्छौँ। स्वागत छ लोकसेवा चौतारी च्यानलमा। यहाँ तपाईले दुईटा प्रश्न देख्नुहुन्छ। एउटा खरिद शाखाको काम कर्तव्य लेख्नुहोस् र अर्को खरिद योजना र खरिद गुरु योजनाको बारेमा लेख्नुहोस् भन्ने प्रश्न छ। यी दुईटा प्रश्नहरू सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न पदहरूमा बारम्बार दोहोरिएका प्रश्नहरू हुन्। आउनुहोस्, यी प्रश्नमा कसरी उत्तर लेख्ने, हाम्रो सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 मा के व्यवस्था छ त्यसको बारेमा उल्लेख गरौँ। तपाईले यहाँ देख्न सक्नुहुन्छ, हाम्रो सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 मा खरिद कार्यको जिम्मेवारी भन्ने व्यवस्था छ। उक्त व्यवस्थामा खरिद कार्यको जिम्मेवारी कार्यालय प्रमुखको हुने र कार्यालय प्रमुखले खरिद कार्यको जिम्मेवारी दिँदाखेरि सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेको योग्यता पुगेको कर्मचारीबाट गराउनु पर्ने भन्ने व्यवस्था छ। साथै त्यही व्यवस्था अन्तर्गत खरिद शाखा, महाशाखा र इकाइको जिम्मेवारी समेत उल्लेख गरिएको छ। यी खरिद शाखा, महाशाखा र इकाइ भनेको तपाईका विभिन्न कार्यालयमा हुने शाखा जस्तै खरिदसँग सम्बन्धित काम गर्नको लागि छुट्टै गठन गरिएका इकाइहरू हुन्। मन्त्रालयमा तपाईले महाशाखा भन्न सक्नुहुन्छ। त्यस्तै गरी कार्यालयहरूमा, केन्द्रीय स्तरका कार्यालयहरूमा शाखाको रूपमा र जिल्लास्थित कार्यालयहरूमा सामान्यतया इकाइको रूपमा रहेका हुन्छन् र त्यहाँको नेतृत्व छुट्टै रहेको हुन्छ। अब तपाईलाई परीक्षामा खरिद इकाइका काम कर्तव्य लेख्नुहोस् भनेर भन्यो, काम लेख्नुहोस् भनेर भन्यो, तर परीक्षामा तपाईँ नपढिकन जानुभएको छ वा तपाईलाई खरिदका चक्रहरू थाहा छ तर खरिद इकाइका काम छैन भने मैले सुरुमै तपाईलाई भने तपाईले खरिद जुन चाहिँ चक्रहरू हामी चाहिँ खरिद आवश्यकताको पहिचानदेखि त्यसपछि सम्झौता भुक्तानीसम्मका चाहिँ हामी चरणहरू पढ्छौँ। तिनै चरणमा, प्रत्येक चरणमा खरिद इकाइ, शाखा अथवा महाशाखा संलग्न हुन्छ। सबैभन्दा पहिला त खरिद शाखाले गर्ने भनेको खरिद योजना अथवा खरिदको गुरु योजना तयार गर्ने हो। त्यस्तै गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि कार्यालयले खरिद गर्दाखेरि अपनाउनु पर्ने विधि, बोलपत्रको ढाँचा, त्यसपछि पूर्व योग्यताको ढाँचा, खरिद सम्झौताको ढाँचा सार्वजनिक खरिद अनुगमन कार्यालयले फिक्स्ड गरेको हुन्छ र केही विषयहरू कार्यालयले आफ्नो आवश्यकता अनुसार चेन्ज गर्न सक्छ। त्यसै गरी यसको अर्को काम भनेको के भने अब सिम्पली बुझ्नु, बोलपत्र कागजात, त्यसपछि पूर्व योग्यता कागजात र खरिद सम्झौताको कागजात चाहिँ के गर्ने, तयार गर्ने। त्यस्तै गरी परामर्श सेवा सम्बन्धी प्रस्ताव कागजातहरू तयार गर्ने काम पनि खरिद शाखाले गर्छ। त्यस्तै गरी खरिद शाखाले यति चाहिँ खरिद योजना प्रस्तावहरू तयार गरिसकेपछि अब खरिदको सूचना निकाल्ने, जुन विद्युतीय माध्यमबाट निकाल्ने भनेर पछिल्लो संशोधनले गरेको छ, त्यो सूचना निकाल्ने काम पनि कसले गर्छ, खरिद शाखाले गर्छ। त्यस्तै गरी सूचना निकालिसकेपछि त्यो सूचना बमोजिम पूर्व योग्यता, बोलपत्र कागजात वितरण गर्ने र सेवा वा परामर्शको प्रस्ताव माग गर्ने काम पनि खरिद शाखाले गर्छ। जुन कागजातहरू तयार गरेको छ, बोलपत्र कागजात भनेको खरिदमा जसले चाहिँ त्यो ठेक्कामा भाग लिने हो, त्यो परामर्शमा भाग लिने हो, त्यसले गर्नुपर्ने कामहरू, त्यसले बुझाउनु पर्ने विवरणहरू, सबै विवरणहरू उल्लेख गरिएको हुन्छ। त्यो विवरणहरू वितरण गर्ने निश्चित शुल्क सार्वजनिक खरिद ऐनले तोकेको छ। त्यो शुल्कको आधारमा वितरण गर्ने काम चाहिँ कसले गर्छ, खरिद शाखाले गर्छ। त्यस्तै गरी जब वितरण गरिन्छ अब चाहिँ ठेकेदारले भरेर ल्याउँछ र त्यो भरेर ल्याएको चाहिँ बोलपत्र सम्बन्धी कागजात, पूर्व योग्यताको कागजात, प्रस्तावको जे कागजात चाहिँ बिक्री वितरण गरिएको थियो त्यही कागजात सुरक्षित रूपमा ग्रहण गरेर राख्ने र त्यसरी राखिसकेपछि अब त्यो आएको कागजात चाहिँ मूल्याङ्कन गर्नुपर्ने हुन्छ। मूल्याङ्कनको लागि त्यो कागजात मूल्याङ्कन समितिमा पेश गर्ने र
बोलपत्र अथवा प्रस्ताव स्वीकृतिको सूचना दिने। त्यसै गरी जब चाहिँ हामीले प्रस्ताव स्वीकृति गर्छौँ सम्झौताको चरणमा जान्छ। सम्झौता गर्नुभन्दा हाम्रो कानुनले के भनेको छ, सम्झौता गर्नुभन्दा पहिला बोलपत्र जमानत लिनुपर्ने भनेर भनेको छ। यस्तो बोलपत्र जमानत लिएर सुरक्षित रूपमा राख्ने। त्यस्तै गरी तपाईले जब कुनै काम सम्पन्न हुन्छ, माल सामान प्राप्त हुन सक्छ, निर्माण कार्य सम्पन्न सक्छ अथवा अरू सेवा प्राप्त हुन्छ भनिसकेपछि त्यसको गुणस्तर परीक्षण गर्ने र त्यसको प्रतिवेदन उपलब्ध गराउने र त्यस्तै गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले उपलब्ध भनेका माग गरेका सूचनाहरू उपलब्ध गराउने र तोकिएका सबै कार्य सार्वजनिक निकायको प्रमुखको स्वीकृतिमा मात्र गर्ने। जुन माथि हामीले यो खरिदका चाहिँ विभिन्न चक्रहरूमा खरिद इकाइ के हुन्छ, संलग्न हुन्छ, खरिद महाशाखा संलग्न हुन्छ, खरिद शाखा संलग्न हुन्छ, त्यो विषयमा सबै चाहिँ कामहरू कार्यालय प्रमुखको स्वीकृतिमा मात्रै गर्ने र त्यसै गरी खरिद सम्झौताको कार्यान्वयनका क्रममा नियमित रूपमा चाहिँ सुपरिवेक्षण, अनुगमन र गुणस्तर नियन्त्रण गरी समयमै कार्य सम्पन्न गराउने काम चाहिँ खरिद शाखा, महाशाखा अथवा खरिद इकाइको जिम्मेवारीभित्र रहन्छ। फेरि पनि भन्न चाहे यसको विषयमा तपाईले कसरी चाहिँ पढ्नु होला भने खरिदका जुन चक्रहरू पढ्नु भएको छ त्यो एक एक खरिदका प्रत्येक चक्रमा खरिद शाखा, महाशाखा अथवा खरिद इकाइको संलग्नता रहन्छ। त्यसरी सम्झनु भयो भने तपाईले दुई ठाउँमा पढिराख्नु पर्ने आवश्यकता पर्दैन, सम्झन सजिलो हुन्छ। हस्, आजलाई धन्यवाद। भोलि तपाईलाई दोस्रो प्रश्न लिएर आउनेछु।